सबै साथीहरू अब टाढा हुनेछन्, कोही नजिकका छन्, कोही टाढाका छन्। उनीहरूको पछिको पढाइ के हुन्छ, मेरो पनि के हुन्छ, भेट हुन्छ हुँदैन थाहा छैन, र पनि नराम्रो चाहिँ लागिरहेछ। अब पछि दिने सम्पूर्ण विद्यार्थीहरूलाई अग्रिम शुभकामना व्यक्त गर्दै हाम्रो कलेजमा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेसन र लका लागि कक्षा 11मा भर्ना सम्बन्धी सोधपुछ क्रियाकलाप प्रक्रिया जारी छ। मैले पनि त्यस्तो दुर्व्यवहार केही गर्नु भएन, असमानता त्यस्तो केही कुरा भएन। सबैलाई समान रूपमा पढाउनु भयो। कलेजको फी अनुसार पनि हामीले त्योभन्दा राम्रो अध्ययन गर्न पायौँ यहाँ। अब म पनि त्यस्तो जान्ने विद्यार्थी होइन, यहाँ आएर यहाँको अध्ययनरत गरे अनुसार मैले पनि यो राम्रो प्रशंसा पाएको छु। अब साथीहरूको लैलैमा नलागेर आफै आएर कलेजमा आएर सोधनीति गरेर सोधपुछ गरेर यहाँको जानकारी दिँदा राम्रो हो। अब म के भन्छु भने राम्रो हो। अब अरू कलेजको तुलनामा त अब तुलना गर्न सकिँदैन, भए पनि विद्यार्थीहरू आफै आएर सोधपुछ गरेर सोधेर गर्दा चाहिँ राम्रो हुन्छ। अनि राम्रो चाहिँ राम्रो छ, हामीलाई चाहिँ राम्रै लाग्यो। मैले पनि राम्रै प्रशंसा पाएको छु। अब विराटनगर संसारीमा स्थित नेशनल एकाडेमिक स्कुल कलेजमा कक्षा 12का विद्यार्थीहरूको विदाई कार्यक्रम भव्य तथा भावनात्मक रूपमा सम्पन्न भएको छ। कलेज परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा कक्षा 12का विद्यार्थीहरूले नृत्य, गायन, गजल वाचन लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो कला र प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको प्रस्तुति हेर्दा कार्यक्रम रमाइलो हुनुको साथै भावनात्मक पनि बनेको थियो। साथीभाइसँग बिताएका विद्यालय जीवनका सम्झनाहरू स्मरण गर्दै धेरै विद्यार्थीहरू भावुक बनेका थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा एक शिक्षकले स्टेजमा नृत्य प्रस्तुत गर्दै सबैलाई मनोरञ्जन दिएका थिए। उक्त प्रस्तुतिले कार्यक्रममा थप उत्साह र आकर्षण थपेको थियो। शिक्षक र विद्यार्थी बीचको आत्मीय सम्बन्धले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल सकलदेव शाहले कक्षा 12 विद्यार्थीहरूको जीवनको महत्त्वपूर्ण चरण भएको उल्लेख गरे। मन्तव्यका क्रममा उनले शैक्षिक अवस्थाबारे आफ्नो विचार व्यक्त गरे। क्लास 12 पछि हाम्रो यात्रा सुरु हुन्छ। हामी कति परिपक्व हुन्छौँ त्यो कुरा हामी ब्याचलरबाट मात्रै प्राप्त हुन्छ। कतिजनाले फर्स्ट इयर पढ्दाखेरि नै पढाइ छोडेर अन्यत्र लागेको हुन्छ। फर्स्ट इयरको एक्जाम दिँदा कसैलाई 3वटा, कसैलाई 4वटा, कसैले पास गर्छ। पास गर्ने विद्यार्थीको हौसला बढ्दै जान्छ, ऊ अगाडि बढ्दै जान्छ। तर 2टा, 3टा, 4वटा, कसैलाई 5वटा, जो अहिले क्लास 11-12मा ध्यान दिएर पढेको छैन, त्यस्तो विद्यार्थीले 5को 5 विषय लगाउँछ र अन्तमा पढाइ छोडेर कि त विदेशतिरको प्लान बनाउँछ कि त अल्पत्र भएर बसेको हुन्छ। उनले यस्ता अवस्थाले केही विद्यार्थीहरूलाई विदेश पलायनतर्फ धकल्ने वा केहीलाई घरमै सीमित भएर बस्न बाध्य बनाउने स्थिति सिर्जना हुन सक्ने उल्लेख गरे। प्रिन्सिपल शाहले यस्तो अवस्था कसैलाई पनि नआओस् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई अहिलेदेखि नै मेहनत, अनुशासन र नियमित अध्ययन गर्न आग्रह गरे। उनले शिक्षा जीवनको आधार भएको भन्दै कमजोर आधारले भविष्यमा ठूलो असर पार्ने स्पष्ट पारे। कार्यक्रममा कक्षा 11मा उत्कृष्ट नतिजा ल्याउने टपर विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको थियो। यति बेला तपाईँको हातमा प्रशंसा पत्र रहेको छ है। तपाईँ क्लास टपर पनि हुनुहुँदो रहेछ 11मा होइन। सर्वप्रथम त यहाँलाई बधाई। र आज भने चाहिँ तपाईँ यसै कलेजबाट चाहिँ विदाई हुँदै हुनुहुन्छ, यहाँलाई कस्तो लागिरहेको छ? भन्न त अब के भन्नु होइन, नराम्रो पनि होइन, राम्रो पनि होइन, ठिकै लागिरहेछ। अब सबै साथीहरू अब टाढा हुनेछन्, कोही नजिकका छन्, कोही टाढाका छन्। उनीहरूको पछिको पढाइ के हुन्छ, मेरो पनि के हुन्छ, भेट हुन्छ हुँदैन थाहा छैन, र पनि नराम्रो चाहिँ लागिरहेछ। अब पछि हेर्नु कस्तो। 2 वर्ष यहाँ हजुरले अध्ययन गर्नुभयो है यस कलेजबाट है। त्यसपछि त्यो 2 वर्षको अन्तरालमा होइन शिक्षक शिक्षिकाबाट तपाईँले कस्तो किसिमको माया पाउनुभयो, यहाँको पढाइको बारेमा होइन, वातावरण कस्तो रहेको थियो, त्यसबारेमा चाहिँ छोटो मिठोमा चाहिँ जानकारी गराइदिनुहोस् न। वातावरणको कुरा गर्दाखेरि पनि राम्रो वातावरण थियो। शिक्षक शिक्षिकाले के अरे सधैँ राम्रो अध्ययन गराउनु भयो हामीलाई। कहिले पनि त्यस्तो दुर्व्यवहार केही गर्नु भएन, असमानता त्यस्तो केही कुरा भएन। सबैलाई समान रूपमा पढाउनु भयो। कलेजको फी अनुसार पनि हामीले त्योभन्दा राम्रो अध्ययन गर्न पायौँ यहाँ। अब म पनि त्यस्तो जान्ने विद्यार्थी होइन, यहाँ आएर यहाँको अध्ययनरत गरे अनुसार मैले पनि यो
राम्रो प्रशंसा पाएको छु। मलाई राम्रो लाग्छ। भोलि एसइको नतिजा प्रकाशित हुँदैछ होइन, तपाईँको जुनियरहरूलाई होइन के भन्न चाहनुहुन्छ? तपाईँ एज अ टपर है, टप टप गरेको व्यक्ति यस कलेजबाट तपाईँ बिदा हुँदै हुनुहुन्छ होइन। कतिपयले धेरै यति बेला अन्यलमा हुन्छन् एसई दिएका बच्चाहरू होइन, कलेज जाने होइन दोधारमा हुन्छन् होइन। त्यस्तो बेलामा एकदमै भनौँ न उनीहरूको एउटा सोच नै जसले जे भन्छ त्यतातर्फ उनीहरू जाने, साथीको लैलैमा लाग्ने त्यस्तो भइरहेको हुन्छ। तपाईँले चाहिँ के सुझाव दिन चाहनुहुन्छ आफ्नो भाइ म उनीहरूलाई के बहिनीहरूलाई? भन्छु, अब के भन्दा पनि अब उनीहरूको सोच विचार अनुसार, आफ्नो फ्यामिली मेम्बर्सहरूको सोच अनुसार अब साथीहरूको लैलैमा नलागेर आफै आएर कलेजमा आएर नीति गरेर सोधपुछ गरेर यहाँको जानकारी लिँदा राम्रो हो। अब म के भन्छु भन्दाखेरि राम्रो हो, अब अरू कलेजको तुलनामा त अब तुलना गर्न सकिँदैन। भए पनि विद्यार्थीहरू आफै आएर सोधपुछ गरेर सोधेर गर्दा चाहिँ राम्रै हुन्छ। राम्रो चाहिँ राम्रो छ, हामीलाई चाहिँ राम्रै लाग्यो। मैले पनि राम्रै प्रशंसा पाएको छु, अब राम्रै छ। कार्यक्रममा शिक्षक शिक्षिकाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले विद्यार्थीहरूको उज्जवल भविष्यका लागि प्रेरणादायी सन्देश दिएका थिए। विदाई कार्यक्रमका क्रममा विद्यार्थीहरूले एकअर्कासँग तस्बिर खिच्ने, सम्झनाहरू साटासाट गर्ने तथा विद्यालय जीवनलाई स्मरण गर्ने दृश्यहरू देखिएका थिए। अन्त्यतिर विद्यार्थी र शिक्षक बीचको सम्बन्ध अझ गहिरो र आत्मीय बनेको देखिएको थियो। आज हामी कक्षा 12 का सम्पूर्ण विद्यार्थीहरूलाई विदाई कार्यक्रम गऱ्यौँ। साथै अब भोलि नै एसीको रिजल्ट आउने क्रममा छ। एसी दिने सम्पूर्ण विद्यार्थीहरूलाई अग्रिम शुभकामना व्यक्त गर्दै हाम्रो कलेजमा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेसन र लका लागि कक्षा 11मा भर्ना सम्बन्धी सोधपुछ क्रियाकलाप प्रक्रिया जारी छ। त्यसका लागि कक्षा 11मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई हाम्रो कलेज पनि भिजिट गरी जानकारी लिन अनुरोध छ। हाम्रो कलेज विराटनगरको संसारीमा स्थान ट्राफिक चोकभन्दा दक्षिण अवस्थित रहेको छ।